जापानिज काँक्रा पनि मजाले फलाउनु भएको छ। निकै खाइयो जापानिज काँक्रा। यस्तरी कुरिलो हुँदैछ। सिस्नो पनि यसरी बनाउनु भएको छ। ल चाइनाको बिउ त यहाँ पो आइपुगेछ त। मकै त कतिवटा घुँगा रे। तल पनि आउँदैछ माथि नै आउँदैछ। एउटा दुईटा तीनटा पाँच घोगा मकै यही नै फल्ने भयो। 6 घोगा पो आउने रहेछ। तल पनि आउँदो रहेछ यहाँ पनि आउँदो रहेछ। भनेपछि अनि मकै दुईटा तीनटा त फलिहाल्यो नि। 4वटा फल्दैछ यहाँ यसरी अनि। हो दिदी तपाईँ खतरा हो नि त मान्छे। हाम्रो दिदी त खतरा हो नि त हौ हाम्रो दिदी। क्या मजाले मम सिमी है। मकै फेरि यसरी यो पो हो त तरिका त। कति मजाले फलेको छ है मकै। अनि यही मकै हो त हौ मैले रोपेको चाहिँ। मैले त भएन त मेरो स्याहारै पुगेन ल। काँक्रा पनि ले पुन्टे काँक्रा पनि फलिरहेको रहेछ पुङडुङ्ग परेको। यता मात्रै छ र यता पनि छ फेरि। अमिलो खोर्सानी साग यतिखेर फर्सी हौ त न गट्टा खाने फर्सी हौ। यो त गट्टा खाने हो खास त। दिदी सन्चै हुनुहुन्छ? एकदम सन्चै। साग टिप्दैछु अहिले। हाम्रो यहाँ अदुवा यहाँ छुयो भने मान्छे बित्छ होइन। सिमी पनि खतरा फलेछ ल। आफूले फलाउनु भनेको चाहिँ यत्रै खानु हो खास चाहिँ होइन। यत्रै खानु हो नि। 3 4 5 घोगा फलिरहेछ मकै पनि। यहाँ धुम्न त लेकिनमा यो हो नि त आफूले फलाएको भनेको चाहिँ खाने। आफूले फलाएको भनेको यो होइन त साथीहरू। मिठो रसिलो छुट्टै मिठो। यत्रो काँक्रा खानु त कहाँ जानु यहीँ। छुट्टै मजा भयो।